कस्तो मिठो भन्छ नि साथीहरू। हजुरले सोच्नुभएको होला के मिठो ब्रेड त खाएको छ, ब्रेडै मिठो, ब्रेड त मिठो हुन्छै भनेर सोच्नुभएको होला। त्यो होइन, जो ब्रेडमा मैले लगाएको थिएँ ज्याम, त्यो चाहिँ मैले घरैमा बनाएको। सो त्यसका लागि चाहिँ मैले सबसे पहिला प्लाम लिएको थिएँ। इङ्ग्लिसमा प्लाम भन्छ या नेपालीमा नालबोरी या के भन्छ, अलग अलग नामहरू हुन्छ। सो मैले त्यसको जाम बनाउनु गइरहेको छु। त्यसलाई चाहिँ मजाले धुलाएर ज्यामको जो बोक्रा हुन्छ बाहिरको कोभरलाई निकालेर अनि मजाले पिस गरेर मैले काटेँ। अनि त्यसको भित्रको जो सिड्स हुन्छ त्यसलाई पनि निकालिदिने। अनि त्यसपछि एउटा कराही बसाएर तेल अलिकति हालेर मैले यहाँ 5 फुरन र मैले कालो जिरा फुराएँ। त्यसपछि रातो सुक्खा खोर्सानी राखेँ। अनि हल्का फ्राई भएपछि चाहिँ मैले यो जो प्लाम राखिदिने। अनि काटेको जो प्लाम थियो त्यसलाई राखेर मजाले हामीले पानी सुकिन्छ हामीले सुकाउनुपर्छ। अनि त्यसपछि लास्टमा चिनी राख्ने। चिनी चाहिँ आफ्नो अनुसारले हजुरले राख्नु कतिको चिनी खानुहुन्छ गुलियो होइन, त्यही हिसाबले हाल्नुहोस् होला। मैले चाहिँ ठिकैको हालेको छु। त्यसपछि मेरो ज्याम पनि यहाँ रेडी भइसकेको छ, देख्न सक्नुहुन्छ। यो चाहिँ मैले फर्स्ट टाइम बनाएको। अनि कस्तो हुने रहेछ भनेर हेर्दा त एकदम मगमग सेन्ट र खाँदा पनि खाम लाग्दो भएको छ। लेकिन मैले हजुरलाई देखाइसकेको छु, ब्रेडमा हजुरलाई लगाएर पनि देखाइसकेको छु मैले कसरी लगाएको छु। अनि कलर पनि एकदम मिठो आएको छ। सो म हजुरलाई खाएर पनि रिभ्यू दिन्छु। सो टेस्ट गरेर भन्छु कस्तो भएको छ। कस्तो मिठो भन्छ नि साथीहरू, बहुत टेस्टी। यस्तो टेस्टी भन्छ, हजुरहरू एकबार ट्राई गर्नुहोस्। म चाहिँ भन्छु हजुर ट्राई गर्नुपर्छ, एकदम बेस्ट भन्छ। सो मलाई त बहुत टेस्टी लाग्यो। सो हजुर एकबार ट्राई गर्नुहोस्, जरुर हुन्छ। यस्तो मिठो छ नि, तपाईँहरू एउटा ब्रेड होइन 3-4 ब्रेड खानुहुन्छ यो ज्यामसँग। यस्तो मिठो छ। वाह, मजा आयो। सो हजुर पनि एकबार जरुर ट्राई गर्नुहोस् होला। सो यति मिठो लाग्छ नि, तपाईँलाई बाहिरको जेमै खानु छोड्नुहुन्छ, यस्तो मिठो भन्छ, बहुत टेस्टी। यो चाहिँ म आरामले खान्छु, बहुत मिठो थियो। सो हजुर एकबार ट्राई गर्नुहोस् होला। सो आजको दिन यति नै, यो सानो मेरो रेसिपी थियो। सो फेरि नेक्स्ट भिडियोमा भेटौँला। बाई बाई।